ल है गाइस, अब आफू त अब ससुरालीको यात्रातिर लाग्यो। ओहो, एसीमा त्यो गाडीवालाले नि वहाँ पाखामा रोकिदिएर बिजौ घिन्न पो परिरहेछ यो पर्वतको डाँडातिर यार। है छोरी त थाकिसकेपछि नि यहाँ यी साना पनि हिँडेछ आज त। यहाँ बाबाको कोट लगाएर चिसो चिसो मौसम छ, बाटो यस्तो छ। ल हेर्नुहोस् है, हरियाली डाँडा काँडा, यसलाई भन्छ दुर्लुङ कोट। ल हेर्नुहोस् दुर्लुङ कोट हेर्नुहोस्। आहा कति रमाइलो छ मौसम। हाम्रो परिवार मेरो माइती गाउँ, मेरो मामा गाउँ। ल गाइज है, अब फेरि 1 वर्ष पछाडि माइती गाउँ टेक्दैछौँ। पुकुली यो मेरो कान्छी छोरी चाहिँ पहिलोचोटि मामा घर देख्न आउँदैछिन् है। यिनी जाडो भएर मेरो तानालाई जाडो भएर रातो न रातो शेर्पिनी जस्तो भइछन्, शेर्पिनी जस्तो। ल यहाँ स्मृति यहाँ छिन्। ल गाइस, ल अब हामी जानुपर्ने चाहिँ हो त्यो डाँडाबाट पनि तल झर्नु पर्छ है। तल झरेर पनि पुरा वकिङ एक्सर्साइज दह्रो भइरहेको छ गाइस। ल अर्को पार्टमा भेट हुनुपर्छ है।